एउटा चुप्पा लिन सकौँ? ल छिटो ल सिङ रिपोर्टिङ। हाम्रो दर्शकबिनहरूलाई नमस्कारम, शुभयात्री अनि ह्याप्पी दसैँ। थ्याङ्क यू सो मच फर 2 मिलियन लाइक्स। सो आज हाम्रो यता हुनुहुन्छ सबैको खाना खाइदिने, एकैचोटि 1 महिनाको रासन एक दिनमा सकाइदिने मिसेस अलिजे जमाली सिंह ठकुरी। नमस्ते। नमस्कार। के छ हजुर हालखबर? ठिकै छ, तपाईँ कस्तो हुनुहुन्छ? म पनि एकदमै ठिकै छु, यस्तै छ, के भनौँ अरू। अनि दसैँको सपिङहरू, दसैँको के छ प्लानिङहरू, के कस्तो भइरहेछ? सक्यो। सक्यो? के सक्यो? बुढोको पैसा? नहीं, बुढा। सक्यो। क्या? के? हजुर बुढाले खाइदिनुहुन्छ क्या? के हो यो? सिंहको के हो? सिंह जब एक दिन पुरा गरौँ हामी जत्सुकबिन। मटनको गोश्त म अफोर्ड कर सक्दैन अनि बुढाको सक्यो। बुझ्यो? हामी इग्नोर गरौँ उहाँलाई। किन इग्नोर गरौँ? रियालिटी हो यो। यता मेरो सो चलाउँदैन, हजुर मेरो सोमा आएको, म हजुरको सोमा आएको। ल सो चलाउँदिनु छैन, ठुलो ठुलो आवाज मात्रै। यो मेरो स्टाइल हो। अनि कस्तो हुँदैछ दसैँ हजुरको नेपालमा? एकदमै रमाइलो। अनि के किन्नुभयो दसैँको लागि? के सपिङ भयो? छैन, सपिङ त छैन। भर्खरसम्म सक्यो भने मेरो बुढोको गोजीमा दम छैन, सपिङ गर्न सक्दैन म, के गर्नु। अनि अस्ति भर्खरै हामीले त ब्लग देखेको थियौँ कि मलहरूमा गएर, बजारहरूमा गएर धेरै कुर्ता सुरुवाल अनि लुगाहरू, कपडाहरू के किन्नु भएको? किन मलाई स्टक गर्नु? किन मलाई स्टक गर्नु तपाईँ? म शादीशुदा नारी हूँ, किन मलाई स्टक गर्नु तपाईँ? मेरो इन्स्टाग्राम देख्नु, मेरो फेसबुक देख्नु किन? अब अझै यति राम्री हुन्छ त नि, हेर्नु परेन? शरम आती नहीं है ना? माया गर्नेसम्म के को शरम? ठिकै छ, गरौँ न त बिहे। बिहे गरौँ न त हामी। ल ठिकै छ। कसै? कहिले? भोलि मेरो बुढा सक्यो, तिमीसँग बिहे गर्नु अब। रेडी छु तपाईँ? फेरि म त सपिङ गराउन सक्दिनँ। तिमी सक्यौ। होइन, महिलाहरूलाई किन यति धेरै सपिङ गर्नुपर्ने? किन नै गर्नु? यो जीवनको लागि एकदमै इम्पोर्टेन्ट हो शपिङ। नारीको शपिङ एकदमै इम्पोर्टेन्ट हो। तपाईँ यो कुरा समझ सक्दैन, यो हार्टको कुरा हो, बुझ्यो? हार्टको कुरा। सो दर्शक उहाँको त्यही हार्टको कुरा अरे सपिङ भनेको। अनि हजुरलाई के सजाब सुल्लाह दिन चाहनुहुन्छ हाम्रो दर्शकबिन, हाम्रो जनताहरूलाई? कि जनतालाई मलाई कहिले नहीं देनु, म सबै बुढालाई एक एडवाइस देनु, शॉपिंग इज इम्पोर्टेंट फॉर ऑल द वुमेन्स। तो मतलब एक हप्तामा नेपाली एक हप्तामा कति सपिङ? एक हप्तामा कति? डेली। किन के तपाईको बुढी हो? अनि डेली सपिङ गरेपछि पैसा सकिदैन? के खाने, कहाँ सुत्ने, कहाँ बस्ने? यो तपाईको वो प्रब्लम, हेडेक। यो हाम्रो हेडेक छैन, तपाईको हेडेक हो यो।
हाम्रो आमा बा तपाईलाई भेज्नु इसलिए भेज्नु शॉपिंग करा सक्दैन Master, thank you. वेलकम Thank you. वेलकम